Hey guys, makeup, I realized I was supposed to vlog today. Just a Losaro and ready to go to Losarko party. Kota Mississauga हुँदैछ. Anyways, मेरो साथी पनि छ, मेरो सोल्टिनी. Yeah, त्यही हो. Happy Losar, happy तमु Losar सबैजनालाई. यो चाहिँ मेरो रेडीमेड लुङ्गी हो. मलाई चाहिँ यस्तो टाइपको लुङ्गी मनपर्छ. यो एकदमै पुरानो, एकदमै गुरुङहरूको एकदमै पुरानो टाइपको लुङ्गी हुन्छ नि. अहिलेको नयाँ यो नयाँ डिजाइनहरू चाहिँ मलाई मनै पर्दैन. यो पुरानोवाला चाहिँ एकदम मनपर्छ. अनि यो कलरको यो अलरेडी यो मोजा राखेर, किनभने अलि आउँदैन, आउँछ तर अलि यो चाहिँ अब जस्ट इजी भयो नि त. बाहिर त जाँदैन, कस्तो जाडो. ह्याप्पी लोसार. ह्याप्पी लोसार. के हो नि त्यो? असुर्फी नकली. 5, 6, 7 कस्तो लाज लाग्यो. च्यातिर लाग्यो तपाईँले. किन च्यातिर च्यातिर लाग्यो? जाडो. हाई. No worries. Thank you. Hello, Sagun. Abhishek. Upload होने है कि नहोने वाला ब्लग था. के गर्दिनु? के भर्खर के गर्दिनु हामीले? मसाज. के मसाज गर्दिनु? कपाल. यसरी चाहिँ नङ्गे यसरी. म अब यस्तो ठाउँमा मसाज गर्दै बसिरहेको छु. अझ शारदा दिदी भने शारदा दिदीले थ्याङ्क यू फर द मोजा एन्ड दि अर्के के थियो मिठाई. त्यो सगुन हो. इच्छाधारी होइन तमु लोसारा सपिलो मादिरे लागि खाखु त बर्तान तमुमे रिमे मयुमे थुमे दाजमे सोमे आगुमे थुमे कोल्मे जम्मनलाई प्रेमलाई तमु लोसारा मादिरे जुसाले खाखु त मलाई सम्पूर्ण तमुको तर्फबाट सम्पूर्ण तमुदीको तर्फबाट हार्दिक स्वागत अभिवादन. तमुदी कार्यक्रम यो लोसार पर्वमा
Oh my God, bro. Oh, hell no, man. What the fuck, man? Get your ass on, boy. म्याजिक हो कि म्याजिक ऊ त भाइले म्याजिक गर्दै ल तपाईहरु नयाँ बच्चा हो क्यों भन्दा 2 वर्ष सानो हो ओइ उ ओइ दिब्रो कति वर्ष लाग्यो त्यति हाँसे बुझ्यो कति वर्ष तै त्यो 20 यो चम्की गर्न तपाईहरुले हेरेर माया गरिदिनु भएको छ जो सागरले हाम्रो कला
ऐतिहासिक सांस्कृतिक एवं प्राकृतिक रूपमा अत्यन्तै सुन्दर अनि धनी गाउँ हो। भोजोङ गाउँलाई गुरुङ अहिले यस ठाउँमा मृगको व्यापार हुने हुँदा यस ठाउँको नाम फौचो रहन गएको छ यहाँका मानिसहरू। प्राकृतिक र सांस्कृतिक सुन्दरताले भरिपूर्ण यस ठाउँ पर्यटन प्रवर्धनको प्रचुर सम्भावना बोकेको गाउँ हो, जसका लागि गाउँमा यसै गरी आज पनि हाम्रो गाउँमा पाहुनाहरू आउनु भएको छ। करिब 400 भन्दा बढी घर जोडिरहेको भोजोङ गाउँ पाहुनाहरूको स्वागत एवं सत्कारमा सधैँ खटेर लाग्ने गर्दछ। अति प्राकृतिक सुन्दरता त छँदैछ, तर यस गाउँको प्रमुख आकर्षणको केन्द्र भनेको यहाँको संस्कृति हो। आफ्नो कला र जसको अवलोकन गर्नको निमित्त हजारौं आन्तरिक एवं बाहिरी त्यसरी नै आज पनि गाउँमा आउनुभएका पाहुनाहरूको निमित्त गाउँका युवाहरूले रमाइलो सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्। आउनुहोस् हामी पनि हेरौँ गाउँका युवाहरूको यो सांस्कृतिक प्रस्तुति। के भएको भगवान। क्यों सबन मुआ? क्यों सबै मुआ? सबै मु न पनि न इति चल चिकन चलो चल ngै रिमे मैमे जोगो मलाई नासी लागि हुन्छ सेरी र उइलो हेलो मै कोही आमो आरे न खयै खाने यही क्यों फो क्लेमो आक्रेमो नाइमो ngै फो नाइमो
अब रिपोर्टिङ This is the next day I meet. क्या this is? हिजो vlog गर्ने बिर्स्यो. Sorry, that's a जानु आँटेको छ घर. कस्तो जाडो भयो त. अनि we're just getting some coffee. हाम्रो यो breakfast हो कि brunch हो कि lunch हो कि के हो यो? Brunch. त्यहाँ देख्छु कति सानो देखेको कति सानो देखेको भनेको कि तिम्रो अगाडि रोक्छ अरे भनेको त ए Bye.